नमस्ते सबैजनालाई तपाईलाई इन्भेस्टमेन्ट गुरुमा स्वागत छ। आज नेप्सेको कुरा गरौँ। नेप्से आज 2547 मा गएर क्लोज भएको छ, जुन चाहिँ हिजो भन्दा 44 अङ्कले चाहिँ बढेको छ र पर्सेन्टेजमा कुरा गर्ने भने 1.76% चाहिँ बढेको छ। आज इन्ट्राडेको कुरा गर्ने हो भने चाहिँ अलिकति स्टार्टिङमा चाहिँ थोरै झर्ने प्रयास गरेको छ र फेरि बढेर चाहिँ फेरि अलिकति डाउन हुने देखियो, बट त्यसपछि चाहिँ तपाईको अराउन्ड 11 साढे 11 बजे चाहिँ कन्टिन्युस मार्केट अप गयो, जसले गर्दा चाहिँ आज 2547 मा गएर चाहिँ क्लोजिङ भयो, जुन चाहिँ एकदमै राम्रो कुरा हो। अहिलेसम्म चाहिँ एकदम नराम्रोसँग झरिरहेको थियो, एउटा प्यानिकको सिचुएसन थियो, जसले गर्दाखेरि चाहिँ सबैजना अहिले डराइराख्नु भएको थियो, प्यानिक सेल गरिराख्नु भएको थियो। सो उहाँहरूलाई चाहिँ एकदम सुवर्ण अवसर छ, अब एकदम राम्रो भइसकेको छ। सो आज बढेको कारणले चाहिँ सबैलाई बधाई छ। सो ठिकै छ, आज त्यसले गर्दाखेरि चाहिँ 200 वटा चाहिँ स्टक चाहिँ बढेको छ र 44 वटा स्टक चाहिँ घटेको छ र 8 वटा स्टक चाहिँ अनचेन्ज छ, केही पनि बढेको छैन। टप गेनरको कुरा गर्ने हो भने एनएमआइसी रहेको छ, एनआरआइसी, क्रेस्ट, इएनएल, एनआरएन रहेको छ। यिनीहरू सबैले 10% 9% बढेको छ भने टप टुको कुरा गर्ने हो भने सिआरबिएल, टिएसएचएल, समता रहेको छ र टप टर्नओभरको कुरा गर्ने हो भने एनआरएन, एनआरआइसी, सिएचडिसी र एचआरएल रहेको छ भने टप भोल्युमको कुरा गर्ने एलएसएल, युएनएचपिएल, एचआइडिसिएलपी, निफ्रा, एचआरएल रहेको छ र टप ट्रान्जेक्सनको कुरा गर्ने हो भने एचआरएल, एचडिएल, एनआरआइसी, सिएचडिसी, क्रेस्ट रहेको छ। र आजको मार्केट समरीको कुरा गर्ने हो भने टर्नओभरको 4.9 अर्बको चाहिँ टर्नओभर भएको छ, जुन चाहिँ अलिकति बढ्दाखेरि चाहिँ त्यति खासै राम्रो चाहिँ होइन। अलिक बढ्दाखेरि अझै भएको भए हिजो जस्तो 6.5 अर्ब थियो भने आज लगभग 6.5 अर्बको हाराहारी भइदिएको चाहिँ एकदम बेस्ट हुन्छ, बट त्यही पनि ठिक छ, आज बढेको छ। त्यसले गर्दाखेरि चाहिँ राम्रै मान्नुपर्छ। अब यो चाहिँ नेप्सेको सामान्य जानकारी भयो। अब टेक्निकली मार्केटमा के देखिन्छ त्यो कुरा हेरौँ है त। आज एउटा ह्यामर जस्तो बनेको छ र ह्यामर भन्दाखेरि आज एउटा माथि नै हाईमै गएर क्लोज भएको छ, त्यो चाहिँ सबैभन्दा राम्रो कुरा हो। सो अलिकति लगानीकर्ताहरूको चाहिँ मनोबल बढेको छ कि भन्ने कुरा देखिरहेको छ। सो यो एकदम राम्रो कुरा हो र हाम्रो एउटा यो सपोर्ट जोनबाट फर्केको सपोर्टबाट तल आएर फेरि माथि गएको छ। सो एकदम राम्रो छ, हार्दिक बधाई छ सबैजनालाई। र आज नेप्से 1.77 बढ्दाखेरि चाहिँ लगभग हरेक चाहिँ सब इन्डेक्स चाहिँ बढेको छ, अदर्स सबभन्दा बढी बढेको छ। तपाईँको 5%ले, होटल 3.35%, ट्रेडिङ 2.81, इन्भेस्टमेन्ट तपाईँको 2.27, हाइड्रो पावर 2.10, लाइफ इन्सुरेन्स 1.92, म्यानुफ्याक्चरिङ 1.57, नन लाइफ 1.44%, डेभलपमेन्ट ब्याङ्क 1.41%, फाइनेन्स 1.8%, माइक्रो फाइनेन्स 0.64, म्युचुअल फन्ड 0.30 र सबैभन्दा कम बढ्ने भनेको ब्याङ्क 0.29%। त्यो ठिकै छ, सबै चाहिँ राम्रो छ। र सबभन्दा बढी चाहिँ तपाईँको अदर्स बढेको छ, त्यसमा पनि एनआरआइसी सबभन्दा बढी बढेको छ। त्यो एनआरआइसीमा के थियो भन्दाखेरि रिइन्सुरेन्सको सबभन्दा बढी प्यानिक सेलिङ चाहिँ एनआरआइसीमा आइरहेको थियो र आफैमा एउटा चाहिँ धेरै किता भएको कम्पनी भएको कारणले चाहिँ त्यसमा सेलिङ आउँदा चाहिँ नेप्सेमा नै असर पर्ने भएको कारणले चाहिँ आज बढ्दाखेरि चाहिँ आज नेप्से राम्रो भएको छ। सो तपाईँलाई एकदमै राम्रो हार्दिक बधाई छ। अब यो त हाम्रो अब नेप्सेको यो टेक्निकली चाहिँ राम्रै छ, एउटा सपोर्ट जोनबाट बढेको छ भने चाहिँ अब हेर्नु त्यो आरएसआई चाहिँ के छ त स्थिति। हिजो नै हामीले के कुरा गरेको थियौँ भने एउटा डाइभर्जेन्स जस्तो देखिरहेको थियो, जुन चाहिँ डाइभर्जेन्सले चाहिँ आज काम गरेर बढिरहेको छ। अब हेर्नुपर्ने जरुरी के हो भन्दाखेरि एउटा यो ट्रेन्ड लाइन, यो ट्रेन्ड लाइनलाई ब्रेकआउट दियो भने चाहिँ एकदमै बेस्ट हो। यो ट्रेन्ड लाइनलाई चाहिँ अब ब्रेकआउट दियो विथ भल्युम भने चाहिँ हाम्रो लागि एकदमै राम्रो बाइङ अपर्च्युनिटी आउँछ। सो हिजो नै मैले के कुरा भोलि नै हामीलाई चाहिँ एउटा बाइङ अपर्च्युनिटी चाहिँ आउन सक्छ भनेर चाहिँ मैले भनेको थिएँ। सो आज एउटा बाइङ अपर्च्युनिटी आएको थियो र बढ्यो। अब यहाँ बढ्यो भने चाहिँ यहाँ आएर चाहिँ अब ठोकिएर तल आयो भने चाहिँ दिस वान चाहिँ अब सेल अपर्च्युनिटी हामी बेचेर निस्किनु पर्छ भने यदि यसलाई ब्रेकआउट दियो भने अरू बाँकीको रिमेनिङले चाहिँ फेरि हामी थप्न सक्छौँ है। सो हिजोभन्दा चाहिँ तपाईँको आरएसआई बढेको छ र 1 आवरमा पनि हेर्ने हो भने चाहिँ 1 आवरमा तपाईँको कन्टिन्युस लास्टको 3 घन्टा चाहिँ कन्टिन्युस के छ भन्दाखेरि तपाईँको भल्युम इन्क्रिजिङ छ, त्यो चाहिँ राम्रो हो। तपाईँको प्राइस बढ्दा भल्युम बढ्नु भनेको के छ भने महँगो मूल्यमा मान्छे किन्न रुचाइरहेका छन् भन्ने कुरा चाहिँ स्पष्ट देखियो र मान्छेहरूको अलिक कन्फिडेन्स लेभल फर्क्यो कि जस्तो देखिरहेको छ। र ठिक छ, यसरी फर्केर माथि गयो भने चाहिँ धेरै नै राम्रो हुनसक्छ भने अब वान डेमा हेर्ने हो भने एमएससिडी चाहिँ के छ त स्थिति हेरौँ है त। एमएससिडी तपाईँको हिस्टोग्रामको चाहिँ आज अलिकति घट्दो क्रममा छ, त्यो राम्रो छ, यो पनि एकदम राम्रो छ। घट्नु राम्रै हो, बढ्दाखेरि प्राइस बढ्दाखेरि चाहिँ हिस्टोग्राम घटेको चाहिँ राम्रो मानिन्छ। सो ठिक छ, हिस्टोग्राम पनि घट्दो क्रममा छ। सो एभ्रिथिङ इज पोजिटिभ, त्यति खासै डराउनु पर्ने जरुरी छैन। र यहाँबाट गइसकेपछि माथि अब त्यो बेला चाहिँ कस्तो रियाक्सन गर्छ त्यो कुरा हेरौँ। एउटा बोलिङ्गर ब्यान्डको एउटा मिडल ब्यान्डको कुरा गर्नुहुन्छ भने चाहिँ हाम्रो यो 2663 मा रहेको छ, 2663 मा छ। सो यो बोलिङ्गर ब्यान्डको यहाँबाट माथिसम्म नलागेसम्म चाहिँ अलिकति डराउनु पर्ने छ। सो यहाँ एक्चुअली भित्र तपाईँको बोलिङ्गर ब्यान्डभन्दा मुनि, मिडल ब्यान्डभन्दा मुनि आइसकेपछि यहाँ पनि ब्रेकआउट दिन सकेको थिएन र अब हेर्नुपर्ने यसलाई 2663 लाई ब्रेकआउट दिन्छ कि त्यहीँ चाहिँ तपाईँको हाम्रो के छ भन्दाखेरि एउटा यो ट्रेन्ड लाइन पनि छ।
त्यो सेम ठाउँबाट चाहिँ अब के हुन्छ हेर्नु त यसलाई ब्रेकआउट दिन्छ भने फेरि हामीलाई चाहिँ पोजिटिभ मोमेन्टम आउँछ त्यसपछि हामीले चाहिँ मजाले ट्रेड गर्न सक्छौँ सो होप फर द बेस्ट अब यो हेर्दाखेरि चाहिँ अब हाम्रो हिजो नै हेर्दाखेरि चाहिँ धेरै ब्रोकरहरूबाट बाई थियो भने आज अब एकुमुलेसन हिस्ट्रीमा हेरौँ है त आज हेर्ने हो भने सबभन्दा बढी आज एनआरएन बाई भएको छ 58,000 5.98 करोडको उठाएको छ एनआरआइसी 55 ले नै उठाएको छ यूपीसीएल 62 ले उठाएको छ एनआरआइसी 28 ले उठाएको छ एचआरएल 45 ले उठाएको छ सीएसडीसी 59 प्रेस 58 ले सबैले उठाएको छन् भने चाहिँ अनि सेलिङमा सीएसडीसी सबभन्दा बढी सेलिङ छ समाचार सबभन्दा बढी सेलिङ छ सीएसडीसी तपाईँको 3 करोडको बेचेको छ भने चाहिँ तपाईँको सेलिङ चाहिँ यता छ तपाईँको बाइङ चाहिँ बढी बाइङ देखिरहेको छ र हामीले हेर्ने हो भने ब्रोकरको जोन अनुसार हेर्ने हो भने ब्रोकर समरी अनुसार हेर्ने हो भने आज 58 ले 54 करोडको बाई 51 को सेल भनेपछि बाई बढी छ 55 ले 52 को बाई 48 को सेल 21 को बाई 15 को सेल 18 को बाई 15 को बढी आज बाई भएको छ ठुल्ठुलो ब्रोकरहरू आज बाई भएको छ जसले चाहिँ एउटा पोजिटिभ मोमेन्टम देखाउँछ सो राम्रै छ भोलिको दिनमा मार्केट राम्रै जान सक्छ भन्ने कुरा देखाइरहेछ डराउनु पनि कतै पनि जरुरी छैन र अब चाहिँ कमेन्ट्सहरू आएको हामी हेरौँ यो चाहिँ हाम्रो च्यानल हो प्लिज सबैजनाले चाहिँ सब्सक्राइब गरिदिनु होला जो सब्सक्राइब गर्नु भएको छैन प्लिज डु सब्सक्राइब र अब हिजोको चाहिँ हामीले मार्केटमा चाहिँ के चाहिँ कमेन्ट्सहरू आएको चाहिँ हेरौँ है त एसएमएचएल र एचडिएल एनएमआइसीलाई हेरिदिनु पर्यो सर एसएमएचएल के छ त स्थिति हेरौँ है त एसएमएचएल एकदम मुनी छ अब एकदमै तपाईँको यो तल लेभलमा आइसकेको छ सो एकदमै यसको आरएसआई पनि हेर्नुहुन्छ भने एकदम मुनी छ है तो एकदमै मुनी छ आरएसआई हेर्नुहुन्छ भने 33 छ सो यो ओभर सोल्ड जोनमा छ डाउन पनि जरुरी छैन अब चाहिँ तपाईँको यो 1000 तिर जाँदासम्म हामीले हेर्न सक्छौँ यसलाई सेलिङको लागि भने अब प्रब्लम के छ भन्दाखेरि एसएमएचएल को केसमा चाहिँ हामीले के हेर्न सक्छौँ भन्दाखेरि अब केही दिनमै चाहिँ यसको लक इन खुल्दैछ 4-5 महिनामा सो अर्को तरिकाले हेर्ने हो भने हेरौँ है त यसलाई एकुमुलेसन हिस्ट्रीमा यदि हामी एसएमएचएल हेर्छौँ भने एसएमएचएल हेर्छौँ भने हेर्नुहोस् त 1 इयरमा 65 ले तपाईँको बाई गरेको थियो 64 करोडको सो 1 डेमा पनि आज पनि 65 ले नै 18 लाखको बाई गरेको छ भनेको अर्थ उनीहरूले स्टिल बाई गरिरहेछन् र 64 करोडको त उनीहरूले चाहिँ बेच्नु त पर्ने छ जुन चाहिँ 30% अफ फ्लोटेड सेयर छ र अब लक इन चाहिँ 5 महिनामा खुल्दैछन् भनेपछि त्यो लक इन खुल्यो भने त के हुन्छ त नराम्रोसँग सेलिङ आउँछ नराम्रोसँग सेलिङ आयो भने त के हुन्छ एसएमएचएललाई त प्रब्लम आउने भयो जसले बाई गरेछ उनीहरूको त नराम्रोसँग उनीहरू डुब्ने भयो भनेपछि उनीहरूले एउटा र्याली माथि लिएर जानै पर्ने हुन्छ माथि नलैकन उनीहरूले चाहिँ आफूलाई बेच्न सक्ने आफ्नो स्टक्सहरूलाई चाहिँ बेच्न नसक्ने हुनसक्छ सो त्यसले गर्दाखेरि चाहिँ उनीसँग पनि स्टिल 5 मन्थ छ सो यो 5 मन्थमा चाहिँ उनीहरूले जसरी भए पनि माथि लगेर सल्टाउनै पर्छ नभए पनि सकेसम्म त यो लेभलमा लिएर जान कोसिस गर्छ भएन भने पनि यो लेभलमा तपाईँको 1200 को लेभलमा जान सक्छ नभए अन्तिम सबभन्दा थोरै भनेको 1000 को लेभलमा चाहिँ लानै पर्छ सो यहाँ लगेर यसलाई ब्रेकआउट दिन्छ यहाँसम्म लगेर उनीहरूले चाहिँ सेल गरेर निस्किनु पर्ने हुन्छ सो एउटा चाहिँ अहिले तपाईँसँग छ भने होल्ड गर्दा हुन्छ एसएमएचएललाई र यहाँ माथि गएको बेलामा तपाईँले सेल गरेर निस्किँदा हुन्छ सो अहिले चाहिँ मैले कुनै पनि सेलिङको लागि भन्दिनँ सो यो लेभल एउटा 1000 लेभलमा हेर्नु पर्ने एउटा 1200 को लेभलमा अर्को 1600 यो लेभलहरूमा कतै चाहिँ तपाईँको बढेर सेलिङ आयो भने त्यसपछि चाहिँ सेल गरेर निस्किनु पर्ने है र अर्को हेर्ने हो भने के छ भन्दाखेरि एचडिएल एनएमआइसी त राम्रो छ एनएमआइसीमा नडराउनुहोस् एनएमआइसी पनि आज सर्किट हानेको छ 58 नम्बरले कन्टिन्युस बाई गरिरहेको छ सो राम्रो छ भोल्युम राम्रो छ हिजोभन्दा चाहिँ अलिकति कम आएको छ आज सर्किट हानेको कारणले चाहिँ सो ठिक छ एनएमआइसीले हामीले यो 1600-1700 रनको हेर्न सक्छौँ एनएमआइसीलाई चाहिँ एचडिएललाई हेर्ने हो भने चाहिँ एचडिएल पनि तपाईँको तल छ यो तपाईँको टेक्निकल हेर्ने भने 14-1500सम्म अझै आउन सक्ला अहिले कुनै पनि सेल नगर्नुहोस् अहिले यो बढ्यो अब एचडिएलमा चाहिँ कन्टिन्युस बाई नै छ जस्तो लाग्छ मलाई अहिले एचडिएल 56 ले बाई 2 डेजमा 7 करोड 42 ले बाई गरिरहेको छ सो 42 बाट हेर्नु कन्टिन्युस बाई भइरहेको छ सो ठिकै छ नडराउनुहोस् अलिकति माथि गएको बेलामा सेल गरेर निस्किरहन्छ बट एचडिएलमा चाहिँ के छैन एउटा प्रोपर चाहिँ राम्रो बाई चाहिँ एकदम कन्टिन्युस भइरहेको छैन सो त्यसले गर्दाखेरि चाहिँ 42 बाट चाहिँ बाई चाहिँ भइरहेछ तर यसमा धेरै बायरहरू हुन्छ जानुभयो भने एचडिएलबाट तपाईँको 1 इयर भने धेरै बाई 45 पनि छ 42 पनि छ धेरैबाट बाई भएको कारणले चाहिँ थोरै प्रब्लम हुनसक्छ सो एउटैबाट बाई भएको भए चाहिँ अझै राम्रो हुन्थ्यो सो एचडिएलमा अलिकति माथि गर्दै तपाईँले चाहिँ प्रफिट बुक गरेर निस्किनु हुन्छ है त्यसपछि चाहिँ एचआरएलको अब एनालाइसिस गरिदिनु एचआरएल ठिक छ सर एचआरएल पनि अब एनआरआइसीको भाइ भनिन्छ एचआरएल सो ऊ पनि बढाएको छ यो पनि बढ्न सक्छ सो यसको लागि चाहिँ हामीले 1000 तिर यो लेभलसम्म हेर्न सक्छौँ 1096 यसमा पनि एचआरएल तपाईँ हेर्नुहुन्छ भने बाई कन्टिन्युस भइरहेको छ एचआरएल सो 1 डेमा हेर्नु 45 ले बाई 2 दिनमा 45 ले बाई
एक हप्तामा 45ले बाई, 2 हप्तामा 45ले बाई, 1 मन्थमा तपाईँको छैन, 1 इयरमा कसको 33 45वटा बाई छ, त्यो ठिकै छ। एनआइसी बढ्यो भने एचआरएल पनि स्वतः बढ्छ। एचआरएल पनि त्यति खासै अब तपाईँले यो लेभलसम्म, यो 1000को लेभलसम्म हेरेर तपाईँले चाहिँ आउट हुन सक्नुहुन्छ। यहाँबाट बढ्ने देख्यो भने चाहिँ फेरि बाई गर्दा भयो। मेन प्रब्लम भनेको नेप्से हो। नेप्सेले अहिले 2663 भन्दा माथि गयो भने चाहिँ त्यसपछि मात्रै अहिले राम्रो बढ्छ, नभए अहिले चाहिँ अन्यको कारणले चाहिँ थोरै माथि गइसकेपछि अब झर्न थाल्यो भने चाहिँ तपाईँले चाहिँ लस होस् या प्रफिट निस्किनु चाहिँ पर्छ। एचआरएलको भयो। अब युएमएचएल, युएनएचपिएल, युपिसिएल के होला? युएमएचएलको लागि त्यति खासै डराउनु पर्ने जरुरी देखिनँ मैले होइन। युएमएचएल के छ भन्दाखेरि तल छ, माने एकदम तल छ। तपाईँको यो मेन इम्पोर्टेन्ट भनेको युएमएचएलको के छ त? युएमएचएल तपाईँको बाइङ प्रेसर हेर्नुहोस् त, 1 इयरमा कसले बाई गरेको थियो? 62ले गरेको थियो, स्टिल 1.41 अब गएको छ। र तपाईँको 62ले स्टिल 24 लाख 2 दिनमा युएमएचएल 62ले 2 करोड, एक हप्तामा 5 करोड, 2 हप्तामा 6 करोड भनेको यो कुरा भने स्टिल उनीहरूले चाहिँ किनि नै रहेछन्। यो झरेको बेलामा किनिरहेछन् भने चाहिँ तपाईँले डराउनु पनि पर्दैन। यो भनेको युएमएचएल भनेको बिस्तारै स्लो मुभिङ स्टक हेर्नु त, यहाँ पनि हेर्नुहोस् भने 1% 2% मात्रै बढ्छ, बिस्तारै जान्छ। तर यो अलिकति लङ टर्ममा राख्ने लागि स्टक हो। यो तपाईँले आज किनेर तपाईँले त्यो बेसी राख्नुपर्ने जरुरी छैन। यदि तपाईँलाई चाहिँ अब मार्केट बढेर तल झर्ने देखियो भने चाहिँ सेल गर्न निस्किनु। 555को एउटा टार्गेट छ। यो 555मा तपाईँको एउटा बुलिङको ब्यान्ड माथि जान सकिन भने चाहिँ तपाईँले बेचेर निस्किँदा भयो। तर तपाईँले चाहिँ राख्नुभयो भने यसमा प्रब्लम छैन। अहिले चाहिँ म तपाईँलाई के भन्छु भन्दाखेरि सिम्पल अहिले मार्केटमा एकदमै नराम्रोसँग अनियमितता छ। सो तपाईँले के गर्न सक्नुहुन्छ, आफ्नो कस्टिङ आएपछि तपाईँहरू आफ्नो एक्जिट गर्न सक्नुहुन्छ है। तपाईँ एक्जिट गरेर बस्नुहोस्, अहिले क्यासमा बस्दा राम्रो हुन्छ। इनकेस तपाईँको बढ्ने नेप्से चाहिँ यहाँबाट तपाईँको बढेर यो तपाईँको 2663 फेरि झर्ने देखियो भने चाहिँ हामी त्यसपछि चाहिँ के गर्न सक्छौँ भन्दा एक्जिट गर्न सक्छौँ। अरू चाहिँ अहिले चाहिँ मैले देखाएअनुसार चाहिँ के हुनसक्छ भने यो एउटा लेभल र यो लेभलको बिचमा चाहिँ के हुनसक्छ भन्दाखेरि साइडवेज बस्न सक्छ। सो यो साइडवेजको बेलामा चाहिँ यदि स्टकहरू परफर्म गऱ्यो भने चाहिँ राम्रो छ। अदरवाइज अहिले चाहिँ एकदमै अन्यलताको स्थिति छ। आरामले अलिकति माथि गएर बेचेर तपाईँ बस्दा हुन्छ है। युएनएचपिएल पनि राम्रो छ। युएनएचपिएल तपाईँको सेल दिइसकेको छ त। युएनएचपिएल तपाईँको अब यहाँ अलिकति तल झरिसकेको छ। अहिले चाहिँ सुपर ट्रेन्डले मन लाग्दैन, सेल दिएको छ। सो सुपर ट्रेन्डले जहिले सेल दिन्छ, सेल गरेर निस्किँदा हुन्छ है। 10 दिन हेर्नुहोस्। सो अब ठ्याक्क 10-2बाट टेकेर माथि गएको छ। 467 मुनि आयो भने सेलिट है, सेलिट। अर्को चाहिँ त्यसपछि तपाईँ युपिसिएल हेर्नुहुन्छ भने उता चाहिँ बढेको छ र सुपर ट्रेन्डले अहिलेसम्म बाई सेल त अलिक दिइसकेको छ। त्यो युपिसिएल पनि अब तपाईँको सबै सपोर्ट रिजनमा छ, नडराउनुहोस्। युपिसिएल तपाईँको यो लेभलमा गयो भने सेल गर्दा भयो 422 गरमा। अरू चाहिँ मैले क्लियरली के भन्छु, यो 263 भन्दा माथि गएर तपाईँको योभन्दा माथि गएर चाहिँ यहाँ सस्टेन हुन सकेर तल आयो भने जस्ट सबै कुरा तपाईँले सेल गरेर निस्किँदा, त्यो बेला चाहिँ एकदम ठुलो भोल्युम यता आएर सेलिङ भइरहेको छ भने तपाईँले बेचेर निस्किँदा हुन्छ। त्यो हेरौँ, मार्केटमा अहिले डराउनु पनि जरुरी छैन, किन भन्दाखेरि एकदम मुनि छौँ। तर अर्को एउटा प्रब्लम के छ भन्दा त्यो राजनीतिक अनियमितताले गर्दाखेरि चाहिँ राजनीतिक मान्छेले के होला कस्तो होला भनेर चाहिँ मान्छे प्यानिक भएर सेल गरिरहेको छ। सो इनकेस यताबाट पुगेर तल झर्ने देख्यो भने चाहिँ सेल गरेर निस्किँदा हुन्छ। अरू चाहिँ यहाँबाट माथि जाने देख्यो भने हामीले चाहिँ त्यो अहिलेलाई चाहिँ एकदम चाहिँ नआत्तिनुहोस्, नप्यानिक गर्नु। सेल गर्ने टाइम होइन हो। बाई गर्नको लागि तपाईँले मैले हिजो नै भनेको थिएँ कि आज अलिकति बढ्ने देख्यो भने चाहिँ यु क्यान बाई पुरै 13% चाहिँ बाई गर्ने। यताबाट अब चाहिँ जुन बेला यसलाई बाई गरेर र त्यसको 60 भन्दा माथि चाहिँ आरएसआई छ भने यु क्यान पुट अल मनी है। सो अब चाहिँ तपाईँलाई के चाहियो, सुपर ट्रेन्डले बाई र आरएसआई 60बाट छ भने मात्रै 100%को पैसा लगाउने, अदरवाइज नलगाउने। र यहाँबाट गएर चाहिँ तल झर्ने देखियो भने चाहिँ फेरि सबै पोर्टफोलियो चाहिँ खाली गरेर बस्नु। र आजलाई यति नै गरौँ। केही कुरा तपाईँलाई चाहिँ जान्न मन छ भने प्लिज डु कमेन्ट र हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। तबसम्मको किप लर्निङ, किप ट्रेडिङ र किप ग्रोइङ है। र केही कुरा जान्न मन छ भने प्लिज कमेन्ट गर्नु।